एकजना तपस्वी जसको तपस्याको उद्देश्य पूर्ण लोकतान्त्रिक राजनीतिक पद्धतिको स्थापना गर्नु रह्यो। राष्ट्रको उन्नत सामाजिक एवं आर्थिक रूपान्तरण गर्दै स्वतन्त्र र स्वच्छ राष्ट्रिय संस्कारको निर्माण गर्नु रह्यो। सक्रिय राजनीतिमा आफ्नो आयुका झन्डै 65 वर्षहरू व्यतीत गर्नुभएका राजनेता कृष्णप्रसाद भट्टराईले लोकतान्त्रिक निष्ठा र आदर्शका लागि कहिल्यै कसैसँग सम्झौता गर्नु भएन। बरु एक्लो बृहस्पति बन्न रुचाउनुभयो। सक्रिय राजनीतिक जीवनका आरोह अवरोहका क्रममा अनेकौं घात प्रतिघातहरूको हलाल पिउँदै भए पनि आफ्नो निष्कलङ्क छविलाई निष्ठा विमुख हुन दिनु भएन। कृष्णप्रसाद भट्टराई जसले वास्तविक अर्थमा राजनेताका गुणहरूलाई आत्मसात गर्नुभयो। एकजना निष्ठावान राजनेताका लागि राजनीतिक जीवनको उचाइ त एउटा आयाम मात्र हो। राजनीतिबाट प्राप्त उचाइ सक्रिय जीवनलाई नाप्ने एउटा मापदण्ड हो। किशुनजीको जीवनमा राजनीति र अध्यात्म चिन्तन एक अर्काका पूरक रहे। उहाँका लागि राजनीति भौतिक रूपमा सक्रिय जीवनको एउटा माध्यम रहे पनि त्यसको अभिष्ट मुक्ति अर्थात् स्वतन्त्रता नै रह्यो भने अध्यात्म चैतन्य प्राप्तितर्फको उहाँको अनवरत निष्ठा सांसारिक रूपमा त्यागमय जीवनको पर्याय बन्यो। अध्यात्म चिन्तनको यस्तो साधनामा पनि अन्ततोगत्वा मुक्ति प्राप्तिको अभिष्ट नै रह्यो। यी बाहेक किशुनजीमा अरू कुनै वैयक्तिक तृष्णा रहेन। कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलेषु मा तेषां गोस्तु कर्मणि योग। जीवनमै उहाँ केही समय गिरफ्तारीमा पनि पर्नुभयो। दीर्घ राजनीतिक जीवनको पहिलो गिरफ्तारी त्यसबेलै भयो उहाँको। यता नेपालमा षड्यन्त्र र शक्तिका आडमा टिकिरहेको जहानिया राणा शासन निरङ्कुशताको उत्कर्षमा थियो। प्रवासमा जहानिया तन्त्र विरोधी राजनीतिक सङ्घ संस्थाहरू क्रमशः खुल्दै जान थाले। यस क्रममा 2003 सालमा कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो, जसका संस्थापक नेताहरू बीपी गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदि हुनुहुन्थ्यो। नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनासँगै राणातन्त्रको समाप्ति र प्रजातन्त्रको स्थापनाका लागि सक्रिय राजनीतिक यात्रामा अग्रसर कृष्णप्रसाद भट्टराई तत्काल सुरु भएको मजदुर आन्दोलनको नेतृत्व तहमा रहनुभयो। यसपछि लगत्तै उहाँको नेतृत्वमा सञ्चालित राष्ट्रव्यापी 49औं दिनमा 2046 साल चैत 26 गते दरबारमा वार्ता भएपछि कृष्णप्रसाद भट्टराईले जनआन्दोलनको समाप्ति भएको घोषणा गर्नुभयो। अब यो आन्दोलन क्याटेगोरिकली स्पष्ट रूपमा सबले सुन्ने गरी सबले बुझ्ने गरी यो म भन्छु कि यो राजाको यो घोषणापछि निर्दलीयता समाप्त भएपछि बहुदलीयता आएको हुनाले र पार्टीहरू उप प्रतिबन्ध खत्म भएको हुनाले सबै राजनीतिक पार्टीहरूले अब सुचारू रूपले आफ्नो इच्छा अनुसार काम गर्न सक्ने भएको हुनाले जुन कि हाम्रो मुख्य माग थियो त्यो भएको हुनाले अब यो सिद्धिया छ। संयुक्त मन्त्रीमण्डलको गठनपछि देशका तत्कालीन आवश्यकतालाई ध्यानमा राखी गतिरोधपूर्ण अवस्थामा रहेको नेपाल भारत बीचको वाणिज्य तथा पारवन सम्झौताको नवीकरण गरी नेपालको सामाजिक एवं आर्थिक जनजीवनलाई सहज बनाउनु थियो। यस निम्ति प्रधानमन्त्री भट्टराईले भारतको औपचारिक भ्रमण गर्नुभयो। यस भ्रमणपछि दुई देश बीचको व्यापारिक सम्बन्धमा सामान्यीकरण भयो। प्रधानमन्त्री भट्टराई रहिरह्यो। हामी दृढ र एकताबद्ध रहेमा कसैले केही गर्न सक्दैन। त्यसैले आजको एकमात्र नारा नेपाली कांग्रेसभित्र सम्पूर्ण एकता हुनुपर्दछ भन्ने हो। 2051 सालको मध्यावधि निर्वाचनपछि नेपालको राजनीति स्थिर रहेन। निरन्तर रूपमा सरकारको गठन र विघटनको प्रक्रिया चलिरह्यो। संसदीय पद्धतिभित्रका राजनीतिक मूल्य र मान्यताहरूमाथि राजनीतिक दलहरूद्वारा स्वैच्छिक र आफ्ना अनुकूल व्याख्या गरिए। सत्ता र पैसाका अगाडि राजनीतिक आदर्श निरीह बनिरह्यो। दलहरूका लागि सत्ता नै लक्ष्य बन्यो।
देश विकासको गति अवरुद्ध रह्यो। तत्काल जारी माओवादी जनयुद्धका कारण देश हिंसाको चक्रव्यूहमा परिरह्यो। अर्कोतिर यसरी देशले दोहोरो पीडा भोग्नु पर्यो। यस्तै अवस्थाका बीच 2056 सालमा तेस्रो आम निर्वाचन सम्पन्न भयो। त्यस निर्वाचनमा राजनेता कृष्णप्रसाद भट्टराईले पर्सा 1बाट पहिलो पटक निर्वाचित हुने अवसर पाउनुभयो। मैले चाहिने वास्तवमा भन्ने हो भने कि 12,000 जति बढी मत मैले 12,000 आफ्नो प्रतिद्वन्दी भन्दा झन्डै 12,000 मैले मत बढी पाएको छु। यस निर्वाचनमा पनि 2048 को निर्वाचनमा झैं नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गर्यो। कृष्णप्रसाद भट्टराई संसदीय दलका नेता चयन भई 2056 साल जेठमा दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभयो। निर्वाचनताका नेपाली कांग्रेसका नेताहरूमा जुन सौहार्द्रता थियो त्यो बिस्तारै चिसिँदै पनि गयो। नेपाली कांग्रेस भित्रैबाट भट्टराई नेतृत्वको सरकारलाई पूर्ण सहयोग प्राप्त भएन। पार्टीका शीर्ष नेताहरूबीच सेलाउँदै गएको सम्बन्धले आखिरमा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याइने स्थिति देखा पर्यो। शक्ति र सत्ताका लागि भएका जुनसुकै पार्टीका पनि अमर्यादित र निष्ठारहित खेलहरूलाई प्रजातान्त्रिक अभ्यासको जलप लगाएर चोख्याउने प्रवृत्ति नेपाली राजनीतिभित्रको यथार्थ रहँदै आयो। कृष्णप्रसाद भट्टराईले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना हुनमा अन्य कारणहरूसहित यो पनि एउटा प्रमुख कारण रह्यो। अन्ततोगत्वा प्रधानमन्त्री भट्टराईले 1 वर्ष नपुग्दै सरकारबाट राजीनामा दिनुभयो। कुर्सीप्रतिको तृष्णाले भट्टराई भित्रको निष्ठालाई पराजित गर्न सकेन। देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथाहरू र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो? के प्रजातन्त्रको लडाईँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन होइन? हामी नेपालीहरूले 50औं वर्षदेखि उहाँको व्यक्तित्वमा प्रधानमन्त्री हुँदा र नहुँदामा तात्विक रूपमा कुनै फरक परेन। फेरि पनि पार्टीभित्र सत्ता केन्द्रित प्रतिस्पर्धामा पूर्णविराम त के अल्पविराम पनि लागेन, जसको परिणाम 2059 साल आषाढमा नेपाली कांग्रेस विभाजित हुन पुग्यो। राजनेता भट्टराईलाई पार्टी विभाजनबाट ठूलो चोट पर्नु स्वाभाविक थियो। लोकतान्त्रिक गणतन्त्रको पक्षधर रहने कुराको घोषणा गर्यो। यस निर्णयमा असहमत रही संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभयो। भट्टराईका लागि आफ्नो राजनीतिक जीवनमा यो सम्भवतः सबभन्दा अप्रिय निर्णय थियो। बडा खुसीको कुरो छ, धेरै प्रतीक्षापछि र हामीले चाहेको समयमा नभए तापनि 5 महिनामा देशको संविधान सबैलाई सन्तोषजनक हुने खालको हामीले बनाएर प्रस्तुत गर्न सक्यौं र त्यसलाई श्री 5 महाराज धिराजका सहयोगले र मौसुफको धेरै नै बढी उत्कट अभिलाषा कि मौसुफ अब उपरान्त बेलायतकै जस्तै संवैधानिक राजा वही बक्सने इच्छाले यो संविधान मूलतः तयार गरेको हो। स्वयं आफैले म अब संवैधानिक राजा हुन्छु भनेर बारम्बार घोषणा गरेको अनुरूप यो संविधान तयार भएको हो। और संवैधानिक राजा कहाँको जस्तो भने बेलायतको जस्तो।
जो कि एउटा आइडियल जसलाई कि संसदीय धारणा संसदीय विचारको एउटा केन्द्र भनेर मानिन्छ, त्यो मुलुकको जस्तो म संवैधानिक राजा हुन चाहन्छु भन्ने मौसुफको धारणा अनुसारको यो संवैधानिक यो विधान तयार भएर तैपनि जत्तिकै अबेर भए तापनि 5 महिनामा देशको संविधान सबैका लागि सन्तोषजनक हुने बनाउनु एउटा गाह्रो काम। त्यसका लागि तपाईहरुले हामीलाई धन्यवाद अवश्यमेव दिनुहोला भन्ने मलाई आशा छ। हाम्रो मूल नीति नेपाललाई भारतको बजार बनाउने होइन कि भारतलाई नेपालको बजार बनाउने, तर सहयोगले र त्यही कारण हो कि हामीले जोइन्ट भेन्चर्स कि दुवै देशका व्यापारीहरूले मिलेर उद्योग वाणिज्य चलाउने, उद्योगहरू चलाउने र त्यो मालहरू दुवै देशका व्यापारीहरूको भएपछि अनि भारतले त लिन कर लाग्यो, त्यसले उनको मानिसको पनि त्यसमा पैसा परेछ, नेपालीहरूले रोजगार पाए, नेपालीहरूले काम पाए, नेपाली र मटेरियल लाग्यो त्यसमा। किशुनजी, तपाईको नाम प्रधानमन्त्री पदमा प्रस्तावित भएको छ, कस्तो अनुभव गर्नुहुन्छ अथवा यस विषयमा प्रतिक्रिया के छ? मलाई चाहिँ नि यो कस्तो भने वास्तवमा मेरो जीवनको लक्ष्य यो नेपालको प्रधानमन्त्री हुनु होइन। मेरो जीवनको लक्ष्य वास्तवमा मुक्ति हो र मुक्तिमा चाहिँ नि फ्रिडम पनि आउँछ र त्यो फ्रिडमको स्ट्रगल गर्दाखेरि यो कुरो आइपर्या मात्र हो र त्यो फ्रिडमको स्ट्रगल मेरो आफ्नो पनि फ्रिडम र सारा नेपाली जनताको पनि फ्रिडम सँगसँगै गाँसिया हुनाले मैले नलडिकन सुखै पाइनँ। त्यसै निम्ति मैले 14 वर्ष जेल पनि बस्नु पर्यो, त्यसै निम्ति मैले अनेक झन्झट उठाउनु पर्यो, त्यसै निम्ति विगत 3 साल भने अहिले 47 साल भयो, 44 वर्षदेखि म काम पनि गर्दैछु पार्टीमा अनवरत रूपले। त्यस निम्ति चाहिने मलाई केही खास त्यत्रो खुसीको अनुभव त छैन, तर अब कुरो के पर्न गयो भने पार्टीले मलाई हरायो र हाम्रो नेता गणेश मानजी जो सुप्रिम लिडर हुनुहुन्छ उहाँले राजा कहाँ मेरो नाम दिइहाल्नुभयो र मेरो नाम दिइहाल्या हुनाले र त्यसलाई चाहिँ नि यो हाम्रो वाम मोर्चाका सदस्यहरू पनि स्वीकार पहिला नै गरिसकेका थिए भनेपछि मलाई के लागेको थियो भने वाम मोर्चाले स्वीकार गरेर मात्र राजा कहाँ त छँदैछ भन्दै राजा त अझ खुसी भइबक्सियो अरे। गणेश मानजीले आफ्नो वक्तव्यमै भन्नुभयो, हिजो तपाईँहरूले सुन्नुभयो होला त्यो वक्तव्य कि चाहिने मेरो तर्फबाट पनि भनिदिनु होला 2 पटक कृष्णप्रसादजीलाई कि म बडा खुसी छु त्यसले भनेर भन्दाखेरि मलाई चाहिँ नि यो आइपर्या मात्र हो र मेरो जीवनको मूल लक्ष्य चाहिँ नि यो प्रधानमन्त्रीत्व होइन। यद्यपि योभन्दा ठुलो पद त अर्को नेपालमा छैन, तर के भने मेरो अब प्रायोरिटिजहरू काम यो फ्रिडमको क्वेस्टमा फ्रिडमको खोजमा हिँड्दाखेरि मलाई के लाग्यो भने मानिसमा सुधार भएन भने नेपाली कांग्रेसको कार्यकर्ताको पनि इच्छा र आकांक्षा पञ्चायतको कार्यकर्ता जस्तै घर बनाउने, आफ्नो बन्दोबस्त गर्ने सबभन्दा पहिला र साधारणतया जोगी हुनुपर्ने दरकार छैन, तर केवल अरूलाई मिचेर आफ्नै बन्दोबस्त गर्ने खालको पञ्चायतका कार्यकर्ता जस्तै उसको मनोभावना पनि हो भने त्यो निरर्थक छ। त्यो मनोभावना सारा देशभरि अहिले यो 30 वर्षमा व्याप्त भएको छ।
एउटा स्वार्थपूर्ण मनोभावना, आफ्नै बन्दोबस्त गर्ने, आफैले चाहिने राम्रो खाने, राम्रो सारा स्कुललाई राम्रो बनाउनको सट्टा आफ्नो छोरोलाई दार्जिलिङको राम्रो स्कुलमा पठाउने, सारा देशलाई राम्रो दुध उसको सट्टा आफ्नो घरमा राम्रो गाई पालेर राख्ने, सारा देशलाई राम्रो दुध खुवाउनको सट्टा र डेयरीलाई चाहिँ वेल म्यानेज राख्नको सट्टा आफ्नो घरमा एउटा राम्रो जर्सी गाई किनेर ल्यायो, आफ्नो खायो। यो प्रवृत्ति चाहिँ नि समाजवादको पनि विरोधी हो, यो प्रवृत्ति अध्यात्मको पनि विरोधी हो, यो प्रवृत्ति धर्मको पनि विरोधी हो, यो प्रवृत्ति प्रजातन्त्रको पनि विरोधी हो। त्यस निम्ति यो प्रवृत्तिमा एउटा क्रान्ति यहाँ नेपालमा आउनु पर्यो र त्यो क्रान्ति ल्याउने जिम्मा समहाउ अर दि अदर कुनै न कुनै प्रकारले हाम्रै टाउकोमा आइपरेको जस्तो छ र त्यो क्रान्ति चाहिँ हामीले ल्याउनुपर्छ। होइन भने पञ्चायत र नेपाली कङ्ग्रेस अथवा वाम मोर्चाको सरकारमा केही फरक हुने छैन। उनीहरूको इच्छा आकाङ्क्षा एउटै रह्यो भने। संविधान बन्दाखेरि उपस्थित दाजुभाइ र दिदीबहिनीहरू, बडा खुसीको कुरो छ कि हामीले एउटा ठुलो सङ्कटको अवस्थामा गुज्रिरहेको देशको स्थितिमा हामीले यो अभिभारा लिन स्वीकार गरेका छौँ र श्री 5 महाराजाधिराजबाट पनि हामीलाई अनुरोध गरिबक्सिएका हामीले यो काम उठाएका हौँ। थाहा पाउँदा पाउँदै कि यो अत्यन्त चुनौतीपूर्ण र यसमा जति बलिदान भए
वा त्यो बलिदानको भावनाको अनुकूल हामीले छिटोभन्दा छिटो हामीले काम गर्न सक्ने क्षमताको हामीमा विकास त्यो होस् भनेर हामीले सुरु गरे। यो जिम्मेदारी हामीले बोकेको हो। अब यो सबैको सहयोगमाथि निर्भर गर्दछ। अब आजदेखि हामीले काम प्रारम्भ गर्दैछौँ। यो शपथ ग्रहणपछि अत्यन्त चुनौतीपूर्ण छ। तपाईँ सबैको सहयोग हामी यसमा चाहन्छौँ। क्रिया खाई शपथ गर्दछु आज हामी अत्यन्त ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गाडीमा आज यहाँ भेला भएका छौँ। अहिले हाम्रो संयुक्त मोर्चाले जो जनआन्दोलन को नेतृत्व गरे त्यस्तै अहिले संयुक्त मोर्चाले एउटा गाइडलाइन हुन त त्यसको त्यो गाइडलाइन पहिले नै 8 सूत्रीय योजनामा परिसकेको थियो। अब त्यसलाई विस्तृत रूपमा त्यो गाइडलाइन दिएको छ। अब त्यो गाइडलाइनलाई तपाईहरुले क्रियान्वित गर्नुपर्छ। गर्ने तपाईहरुको प्रथम कर्तव्य हो। र तर यो तपाईहरुले भन्नु पाइँदैन अब कि यो कारणले हामीले त्यो काम गर्न सकेन भनेर भन्न पाइँदैन। अब सबभन्दा मुख्य कुरा तपाईहरुको सामान्य तपाईहरुको जिम्मेदारी चुनाव 1 वर्षभित्रमा गराउने त्यो कुरा चाहिँ नि त्यसमा तपाईहरुले मेरो विचारमा सबभन्दा पहिले प्राथमिकता त्यसलाई दिनु पर्ला जस्तो छ। यो ट्रान्जिट ट्रिटी जो नभएको हुनाले कत्रो दुःख नेपाली जनताले भोग्नु पर्यो। अब अर्को तपाईहरुको ध्यान यसमा पनि जानुपर्छ र एकदमै आर्थिक सुधार एकदम आर्थिक अवस्था अब राम्रो गर्ने गर्नु पर्छ भन्ने जो जनतामा अवश्य त्यो आकांक्षा होला। अशान्तिको कुरामा ऊ अल्झेर या शान्तिको कुरामा एकदम सिद्धान्तको सिद्धान्तको कुरा हो भनेर सिद्धान्त भन्नुस् या जे भन्नुस् अहिले तपाईलाई जनताले दिएको जो गाइडलाइन छ जनताको प्रतिनिधि भएको हुनाले जो संयुक्त मोर्चाले जो गाइडलाइन तपाईहरुलाई दिनुभएको छ त्यो गाइडलाइन तपाईहरुले पुरै गर्नुपर्छ। त्यसमा कुनै बाधाबाधी गर्न पाइँदैन। र यो जनता जसले तपाईहरुलाई यत्रो सहयोग गर्यो मलाई विश्वास छ कि यी जनताले अब यो जनताको आकांक्षालाई क्रियान्वित गर्ने काममा पनि त्यस्तै जनताले तपाईहरुलाई सहयोग दिनेछ। आज देशमा सर्वोपरि समस्या यो प्रजातन्त्रलाई जोगाएर चुनाव गराउनु नै छ। यसका लागि जुन किसिमका षड्यन्त्र सारा देशभरि भइरहेका छन्, जुन किसिमको ढिलाइ, जुन किसिमको सुस्ती
जुन किसिमको अकर्मण्यता, जुन किसिमको डेरिवेक्सन अफ ड्युटी, आफ्नो ड्युटी नगर्ने काम कारवाहीहरू चारैतिरबाट हुँदैछ, त्यसलाई कुन जनस्तरको कुन चेतनाद्वारा हामीले त्यसको विरोधमा हामीले सङ्घर्ष गर्ने, त्यसको विरोधमा हामीले फाइट गर्ने। मलाई लाग्छ सबभन्दा महत्त्वपूर्ण आजको समस्या त्यही नै छ। देशको आर्थिक विकास सबभन्दा प्रजातन्त्रलाई दिगो तुल्याएपछि, निर्वाचन भएपछि त्यता पनि तपाईँले भिजिलेन्ट त हुनैपर्छ कि फेरि कसैले कुनै किसिमको षड्यन्त्र प्रतिगामीहरू नगराउँ, नबढौँ भन्ने र जनतालाई चेतना गरेर रोकेर हो, कानुन बनाएर हो, जेल दिएर हो, जो कि 30 वर्षसम्म यिनीहरूले गरे। तर जनतालाई चेतन तुल्या तपाईँ आफै एलिट भएर पुग्दैन, अरूलाई पनि एलिट बनाउनु। त्यस निम्ति त्यसमा पनि म तपाईँहरूको सहायताको अपेक्षा गर्दछु, आशा गर्दछु। नेपाली कांग्रेसले जसरी समाजवादको विषयमा आफ्नो निष्ठालाई, आफ्नो विश्वासलाई त्याग गरेन, जसरी लोकतन्त्रको बारेमा यसले त्याग गरेन, जसरी राष्ट्रियताको बारेमा यसले त्याग गरेन, त्यस्तै राजाका सम्बन्धमा पनि हाम्रो जो मौलिक कुरा थियो पार्टीको कि हामी देशमा राजाको संवैधानिक नेतृत्व चाहन्छौँ, एकतन्त्रीय नेतृत्व होइन, संवैधानिक नेतृत्व राजाको चाहन्छौँ। र किनभने राजा देशभरिका एकताका प्रतीक हो, राजा सबैका राजा हुन्, राजा खाली पञ्चको राजा होइन, राजा हाम्रो पनि राजा हुन्। त्यस निम्ति नेपाली कांग्रेसका यी निरन्तरताहरू छन्। हामीले यदि प्रयत्न गर्यौँ भने हामीले आफ्नो सहरलाई आफैले सफा राख्न सक्छौँ। सरकारले तपाईँहरूलाई मद्दत गर्छ, यसमा केही शङ्का छैन। सरकारको काम के हो भने कन्टेनरलाई रोज खाली गराउनु र त्यहाँ गन्दगी हुन नदिने। त्यसरी यदि हामीले आफ्नो सहरलाई आफै सफा राख्यौँ भने नेपाल एउटा समुन्नत र सुघ्घर र अत्यन्त आकर्षक, पर्यटकहरूका लागि अत्यन्त आकर्षक सहर भएर जानेछ। यो चाउर हिलको टोलले जुन किसिमले यहाँका व्यापारी यहाँ यसरी प्रजातन्त्र, मानवाधिकार, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, यदि तपाईँले साँच्चीकै स्वतन्त्रताको उपयोग गर्न चाहनुहुन्छ र त्यसलाई जनजीवनमा प्रवेश गराउन चाहनुहुन्छ, स्वतन्त्रतालाई, मानिसको स्वतन्त्रता, मैले देशको स्वतन्त्रताको कुरो गरेँ, गराउन चाहनुहुन्छ भने जबसम्म अराजकताको सीमा स्वतन्त्रताले छुन्न तबसम्म यो सम्भव छैन। स्वतन्त्रता त्यस्तो स्वच्छन्द हुनुपर्छ, त्यति निर्बाध हुनुपर्दछ र अनि मात्र त्यो सम्भव छ। राज्य व्यवस्था हो, त्यसमा चाहिँ मानवाधिकार, देश र जनताको that the role of the NGOs in Nepal about the development of the country can be really great. We can make it really great because as they say that in planning, we have introduced planning also this year, the Earth Plan, and it says that there will be total mobilization of all the resources of the country. अब संसदमा त मैले गएपछि नित्य मन्त्रीजीहरूसँग मेरो भेट हुन्छ, प्रधानमन्त्रीजीसँग नित्य भेट हुन्छ, विरोधी दलका नेताहरूसँग नित्य भेट हुन्छ, अरू सांसदहरूसँग भेट हुन्छ। त्यस निम्ति विकासको गति र सरकारी कदमहरूलाई पनि अलिकति यदि गल्ती हुन थाल्यो भने
मैले ट्याप्प समात्न सक्छु। काठमाडौँवासीले त आफ्नो भर्डिक्ट दिइसके, आफ्नो निर्णय उनीहरूले मतदान गरेर देखाइसके। अब कुरो के भने त्यसले हामीले स्वीकार गर्न सक्नुपर्छ, राम्रो गरी सफा मनले त्यसले हामीले स्वीकार गर्नुपर्छ, कुनै दुर्भावना नराखेर। र मेरो बधाई छ जित्नेहरू सबैलाई, काङ्ग्रेसका, कम्युनिस्टका, अरू जित्नेहरू सबैलाई मेरो बधाई छ, हार्दिक बधाई। अहिले यो चुनावी रिजल्टहरू जसरी आइरहेका छन् देशव्यापी रूपमा, अब यसमा नेपाली कङ्ग्रेसको कार्यवाहक अध्यक्षको हैसियतले तपाईँको प्रतिक्रिया के छ? चुनावी ठिकै छ, राम्रै छ। अब अहिले चाहिँ पिक्चर सफा आइसकेका छैन। अहिले भर्खर 22-23 सिटको रिजल्ट आएको छ। तर मलाई लाग्छ कि अहिले पनि नेपाली कङ्ग्रेसले त्यस्तो स्थिति छैन कि नेपाली कङ्ग्रेसले कोहीसँग मिलेर सरकार बनाउनु पर्ने। फेरि मिल्ने पनि अल्टरनेटिभ देखिरहेका छैन म। अहिले जस्तो अहिले जुन सिचुएसन छ त्यसमा चाहिने अरू पार्टिजहरू पनि वाइप्ड आउट भइसके, खालि कम्युनिस्ट मात्रै छन् र त्यसबाहेक अर्को म अल्टरनेटिभ केही देख्दिनँ। तर मलाई अझ पनि विश्वास छ कि हामीले बहुमत ल्याउनेछौँ। पश्चात कि उहाँले 18 वर्षको उमेरमा प्रजा परिषदको स्थापना कालदेखि जेल जानुभयो, सर्वस्व भयो उहाँको परिवारको, जेल पर्नुभयो, जेल तोडेर भाग्नुभयो र नेपाली कङ्ग्रेसको सङ्गठन गरेर हामीहरूलाई तान्ने, हामीलाई रिक्रुट गर्ने उहाँले। मैले खालि 2-3टा कुरा मात्रै भन्नु छ जनतालाई, नेपाली जनता, सम्पूर्ण नेपाली जनतालाई। सर्वप्रथम के भने कि यो यदि प्रजातन्त्रको संरक्षण गर्ने हो, प्रजातन्त्रको अभावमा नेपाली जनताले दुःख भोगेका छन् भने र अनि अनेक किसिमका अरू व्यवस्थाहरूमा यिनीहरूले दुःख भोगेका छन् भने अवश्यमेव प्रजातन्त्रको संरक्षण हुनुपर्छ। त्यो संरक्षण कसले गर्न सक्छ त्यो कुरोको पहिला जानकारी हुनु पर्यो र त्यो कुरोको पहिला अनुभव हुनु पर्यो कि 7 सालमा के थियो, 7 सालमा प्रजातन्त्र कसले ल्यायो, 104 वर्षको राणा शासन कसले तोड्यो। त्यसबेला त ओपेनली कम्युनिस्टहरूले भनिदिएका थिए कि हामी यो आन्दोलनमा छैनौँ भनेर र त्यसको विरोध गरेका थिए। त्यस्तो के अरे दृढ शासनलाई हाम्रो पार्टीले तोड्यो। अब चाहिँ नि त्यसपछि 15 वर्षको निर्वाचन त्यसैको प्रमाण स्वरूप 15 वर्षको 15 सालको निर्वाचनमा हामीले बहुमत पायौँ र त्यो बहुमत हामीले पाएपछि 1.5 वर्षैमा त्यो चाहिँ नि अभाव सिद्ध भयो भनेर प्रतिगामी तत्त्वहरूले हाम्रो हातबाट खोसे र त्यसपछि यो 30 वर्षको सङ्घर्षमा कसले सङ्घर्ष गर्यो? अस्तिसम्म त कम्युनिस्टहरूले आफैले स्वीकार गरेका छन् कि 36 सालमा हामीले गल्ती गर्यौँ। यो एमाले स्वीकार गरेका छ कि 36 सालमा हामीले जनमत सङ्ग्रहमा पञ्चायत व्यवस्थालाई जिताएर हामीले ठुलो गल्ती गर्यौँ भनेर उनीहरूको डकुमेन्टमा छ, अफिसियल डकुमेन्ट्समा। भनेपछि अब यसलाई चाहिने यसलाई पनि सम्झनु पर्यो नेपाली जनताले। 2 र प्रजातन्त्रलाई को संवर्धन, प्रजातन्त्रको विकास, प्रजातन्त्रका लागि लड्ने मर्ने को छ त? नम्बर 1। नम्बर 2 के भने पूर्वाधार, त्यस निम्ति दिनु पर्यो त्यो नेपाली कङ्ग्रेसलाई भोट, रुखमै खसाल्नु पर्यो भोट सम्पूर्ण नेपाली जनताले। दोस्रो के छ भने कि हामीले बल्ल अहिले विकासका पूर्वाधारहरू पहिला पनि अलिअलि बन्या हुन्, तर अहिले यो 3 वर्षमा हामीले त्यसको ठिक्क अब त्यसमाथि खालि काम गर्ने कुरो मात्र बाँकी छ। त्यो काम गर्न हामीले पाएको खण्ड 5 वर्षमा साँच्चीकै यो मुलुकको मुख फेरिन्छ र अझ ब्राइटर, अझ चहकिलो मुख नेपालीको हुन सक्छ। त्यो कुरो पनि नेपाली जनताले विचार गर्नुपर्छ। तेस्रो के भने सरकारको स्थायित्व। यदि सरकारको स्थायित्व रहेन, इन्स्टेबल भन्छन् जसले, इन्स्टेबल गभर्मेन्टहरू रहे
भने चाहिँ नै यो विकास पनि हुन सक्दैन, प्रजातन्त्रलाई पनि जहिले पनि खतरै रहन्छ। त्यस निम्ति यो तीनटा कारणले नेपाली जनताले भोट दिनै पर्छ रूपमा। र मेरो निवेदन नेपाली जनतालाई त्यही छ कि हामीलाई नै उहाँहरूले यसपालि मौका दिनुहोस्। श्री 5 महाराजाधिराजबाट नवनियुक्त प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई आज राजदरबारमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइबक्स्यो। श्री 5 महाराजाधिराजको समुपस्थितिमा सोही समारोहमा प्रधानमन्त्री भट्टराईले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। नवनियुक्त मन्त्रीहरूमा योगप्रसाद उपाध्याय शिक्षा, तारानाथ राणाभाट कानुन तथा न्याय र संसदीय व्यवस्था, चिरञ्जीवी वाग्ले भूमि सुधार तथा व्यवस्था र वाणिज्य, खुमबहादुर खड्का आवास तथा भौतिक योजना र स्थानीय विकास, गोविन्दराज जोशी जलस्रोत, चक्रप्रसाद बास्तोला कृषि, विजयकुमार गच्छदार पर्यटन तथा नागरिक उड्डयन, बलबहादुर केसी सामान्य प्रशासन र श्रम, प्रकाशमान सिंह आपूर्ति, शरद सिंह भण्डारी युवा खेलकुद तथा संस्कृति, महन्त ठाकुर वन तथा भूसंरक्षण, ओमकार प्रसाद श्रेष्ठ जनसङ्ख्या तथा वातावरण विज्ञान तथा प्रविधि र निर्माण तथा यातायात, पूर्णबहादुर खड्का सूचना तथा सञ्चार र उद्योग, डाक्टर रामवरण यादव स्वास्थ्य र महेश आचार्य अर्थमन्त्री हुनुहुन्छ। समारोहमा राजपरिषद स्थायी समितिका सभापति डाक्टर केशरजङ रायमाझीले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई समितिको सदस्य पदको र गोपनीयताको शपथ ग्रहण गराउनुभयो। प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख निर्वाचन आयुक्त र संवैधानिक अङ्गका अन्य प्रमुखहरू समारोहमा उपस्थित हुनुहुन्थ्यो। समारोहमा निवर्तमान प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव एवं नवनिर्वाचित प्रमुख प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पनि उपस्थित हुनुहुन्थ्यो। आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई आज शहीद गेट जानुभई शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। सो अवसरमा नवनियुक्त मन्त्रीहरूले पनि शहीदप्रति फुलका गुच्छा चढाई सम्मान व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार जानुभई आफ्नो कार्यभार सम्हाल्नुभयो। सो अवसरमा प्रधानमन्त्री भट्टराईले मुलुकमा देखिएका विकृतिहरूको निराकरणका लागि सहयोग गर्न सम्पूर्ण देशवासी एवं राजनैतिक दलहरूलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री भट्टराईले आउँदो 3 वर्षभित्रमा मुलुकमा आर्थिक परिवर्तन ल्याउने आफ्नो अठोटको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा आजै नवगठित मन्त्री परिषदको पहिलो बैठक बसेको थियो। सम्माननीय सभामुख महोदय, यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक द्वन्द्वले समग्र नेपाललाई प्रभाव पारेको छ। मुलुक नसोचिएको सङ्कटको अवस्थामा छ। यो सङ्कटको अवस्थाको कारण कहीँ बाहिर छैन, हामी भित्र नै छ। यसमा पद्धतिको पनि कुनै दोष छैन, हाम्रो प्रवृत्ति दोषी छ। प्रजातन्त्रमा हुने राजनीति र गैर प्रजातान्त्रिक व्यवस्थामा हुने राजनीति एकै किसिमको कहिले पनि हुँदैन। तर हाम्रो राजनीतिका केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ। प्रजातन्त्रको राजनीतिमा मूल्य पद्धति र नैतिक पक्ष सशक्त हुन्छ। तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो सङ्कट पनि त्यही नै हो। हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौँ। त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकाङ्क्षा छ भने यस सङ्कटका कारण पनि हामी नै हुन जान्छौँ। पद्धति राम्रो छ, तर त्यस अनुरूप हाम्रो व्यवहार राम्रो छ कि छैन, यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ। तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्दछ। यावत प्रतिकूल परिस्थितिका बावजुद हाम्रो सरकारले देशका प्राथमिकताका रूपमा रहेका कार्यहरूलाई गति दिने प्रयत्न गरेको हो। मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनुका साथै विधि व्यवस्था कायम गर्ने उपायहरू अवलम्बन गरिँदैछन्। मैले भ्रष्टाचार निर्मूल गर्ने सङ्कल्प गरेको हुँ। पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो, किनभने मैले त ढिलो चाँडो अवकाश लिनै पर्दथ्यो। त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो। झन्डै 10 महिना अघि म प्रधानमन्त्रीको पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहोरी खेलबाट उत्पन्न विकृति र विसङ्गतिहरूको पीडाले छटपिटिरहेको थियो। त्यस बखत नेपाली काङ्ग्रेसलाई बहुमत दिलाएर नेपाली जनताले मुलुकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरेको थियो। नेपाली काङ्ग्रेसलाई मलाई प्रधानमन्त्रीको रूपमा निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायित्वपूर्ण ढङ्गले गर्दै आयौँ, आफूले आफैसँग प्रश्न गर्नुपर्ने भएको छ। म प्रधानमन्त्री बनेको 2-3 हप्ता नबित्दै मेरो खिलाफमा सुरु भएको कचमच आज साँच्चै नै यो मुलुकको राजनीतिक स्थिरता उपर प्रश्न चिन्हको रूपमा र सुशासनको दिशामा एउटा अडचनको रूपमा तेर्सिएको मैले अनुभव गरेको छु। मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धताका साथ कर्तव्यनिष्ठ भई काम गरौँ। त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यकता छ भने म हर हमेसा तयार छु। मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ र म त्यति गर्न अझै तयार छु। नेपालको गौरव र प्रजातन्त्रको संवर्धन नै मेरो ध्येय हो, उद्देश्य हो र एकनिष्ठ विचार हो। मलाई विश्वास छ न्याय समयको चुनौती थेग्न सक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पुरा हुनेछ। मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैन। समूहम सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः। तर पनि मेरो लागि नेपाल प्रिय छ। यसका साथै प्रजातन्त्र पनि प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ। त्यो सपना नयाँ पुस्ताले पुरा गर्न सक्छ भन्ने
मलाई पूर्ण विश्वास छ। सभामुख महोदय, सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ। यस अवधिमा संसदका सभामुख, अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आफ्ना दलका सबै साथीहरू र समस्त नेपाली जनता लगायत सबै माननीय सदस्यहरू प्रति म सम्मान प्रकट गर्नुका साथ सहृदयता र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार पनि प्रकट गर्दछु र म आफ्ना पदबाट राजीनामा दिन अहिले नै श्री 5 महाराजरा समक्ष प्रस्तुत हुन गइरहेको कुरा माननीय सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी दिन चाहन्छु। जय नेपाल। धन्यवाद। सम्म को बन्छ भन्न सकिँदैन। त्यही संसदीय दलको नेता नै प्रधानमन्त्री। संसदीय दलको चुनाव होस् भनी चाहनुहुन्छ तपाईँ संसदीय दलमा? मिलेन भने चुनाव हुनै पर्छ। सकेसम्म मिल्नु राम्रो हो। सर्वसम्मति होस् भन्ने पक्षमा नि हुनुहुन्छ प्रधानमन्त्री? एकदम। त्यो मैले आजै भाषणमै भने युवा कक्षामा बेस्ट हो। किन हुनु? अब बन्ने सरकारलाई प्रधानमन्त्रीको सहयोग कस्तो रहन्छ त? अब पूर्ण सम्पूर्ण